एउटा भाष्य निर्माण गरिन्छ। मैले लिएर आएको बजेट कति गजब क्या, राज्यले हो नि बजेट हाल्ने, मन्त्री भयो अनि मैले लिएर आएको घर बेचेर लगेर हाले हो, आफ्नो सम्पत्ति लगेर हाले हो क्षेत्रमा, पाइन्छ यो छुट? यो भाष्य कसले निर्माण गरेको? यो 33 वर्षले निर्माण गरेको यही भित्रका माननीयज्यूहरूले निर्माण गर्नुभएको यो भाष्य। यो हुन दिँदैनौं। राष्ट्रिय स्वतन्त्र पार्टीले यसपल्ट मन्त्रीज्यूहरूलाई मैले खबरदारी गरे, तपाईहरूले आफ्नो क्षेत्रमा मैले लिएर आएको पैसा भन्नुभयो भने हामी राज्यले हालेको पैसा हो खबरदार भन्न जाँदैछौं, दिँदैनौं। उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपैयाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सड़क मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 को दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितो पत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु।